ल्याएको आफै ल्याएछन् है बुहारीको दिन पुगेछ नाति लडाउनलाई यत्रो घत्राक्क पारेर मजाले खेलाउनु अब नाति भए पनि नातिनी भए पनि राम्रोसँगले राम्रो भइदियोस् भइगयो त अन्त अनि त्यस्तो भनेर कहाँ हुन्छ त नि अब नातिनी सँगै छ अब नाति जन्यो भने नातिको जग्गा नाति हुन्छ नातिनी जग्गा नातिनी हुन्छ अन्त दुईजना हुँदाखेरि बाबा आमालाई ढुक्क भगवान्को कृपा हो भगवान्ले के दिनुहुन्छ अब भगवान्ले जे दिन्छन् त्यही हात छाप्नु पर्छ उही छोराले उही काँधीकाँध गर्छ भन्ने मात्रै होइन हो तपाईँले के भन्नुभएको तपाईँको बुहारीको छोरै हुन्छ हाम्रो बुहारीले पनि त एउटा पहिला छोरा पाइ त्यहाँबाट छोरी पाइ बराबरी दुईजना बराबरी भइसके त्यो पनि त्यस्तै हुनुपर्छ क्या तपाईँको पनि नाति कति खेलाउनु रहर लागेको होला भन्नुहुन्छ नि मुखले ए बुहारी तिमीलाई चाहिँ के रहर लागेको छ छोरा कि छोरी होइन नि हजुरआमा छोरा भए पनि उयो छोरी भए पनि उयो दुःख गरेर राखिएको छ जे भए पनि आफूलाई त खुसी नै लाग्छ नि अब छोरीमा छोरी छँदैछ छोरा भयो भने त अझै राम्रो तर छोरी नै भए पनि दुःख मान्छे लाग्दैन आफूले दुःख गरेर निकालिएको हुन्छ जे भए पनि राम्रो होस् त्यति नै हो हजुरआमा यो बुहारी त राम्रो भएछ कति छिटो के भएन बुहारी नातिनी भयो हजुरआमा ए राम्रै भयो त अब नातिनी भए पनि के गर्नु त है नाति नाति भन्दै थियौँ अब के हुन्देऊ म त नाति हुन्छ होला भनेको थिएँ नातिनी भएछ त केही दुःख नमान है बुहारी नातिनी अब भगवान्ले जस्तो दिन्छन् त्यस्तै हात थाप्नुपर्छ के गर्नु त होस् नातिनी सँगै छ अब एउटा नातिनी थिए अब नाति हुन्छ होला भन्ने आशा त लागेको थियो हामीलाई पनि अब नातिनी जन्मी राम्रै भयो केही भएन हुन्देऊ पल्ला घरको कान्छीको नि पहिलाको छोरी थिए अहिलेको छोरा भएको छ यत्रो छ छोरा पनि कस्तो खुसी भएको छ सबैजना छोरीको साथ छोरी सँगै छ यता छोरा जन्मिहाल्यो लक्ष्मी आएको छ हाम्रो पनि दुईजना खुसी छ नि लक्ष्मी आइगए लाखा पाखा लाग्ने भोलिपर्सि बढेपछि के त दुःख पनि छैन दुईजना लक्ष्मी घरमा आइहाले खुसी छौँ हामीहरू पनि त्यही त मुखले त ठिक्क पार्नुहुन्छ नि कति आफ्नै मनमा छ भने जे हुन्थ्यो जे नाति भइले भए हुन्थ्यो भन्ने थियो होला अब अहिले मेरो छेउमा ठिक्क पार्नुहुन्छ तपाईँ पनि लौ लौ पल्ला गएर त नाति जन्यो भने घरको मानेर केही छैन तपाईँ त नातिनी जन्यो भने खुसी छु भन्नुहुन्छ ल म त हिँडेको हाम्रो समाजको सत्यता चाहिँ यही हो है घरकोलाई भन्दा छिमेकीलाई बेसी खाँचो परेको हुन्छ र कहिले यसलाई घोचेर भनौँ भइरहेको हुन्छ छोरा र छोरी त एउटै हो नि पाउनेलाई थाहा हुन्छ नि कति दुःख गरेर राखेको हुन्छ छोरा बुढीमा हुँदा पनि त्यति नै दुःख हो छोरी हुँदा पनि त्यति नै दुःख हो तर नारीले नारीलाई बुझ्दैन नारीले नारीलाई दुःख दिन्छ भने चाहिँ यही हो है हाम्रो समाजको सत्यता लु हेर्नुहोस् त